तो चलिए शुरू करते हैं। हेलो गाइस, वेलकम टू म्याक च्यानल। सबैजनालाई गुड मर्निङ। आज म चाहिँ बिहानै उठेर भ्लग बनाउनु गइरहेको छु। आज धेरै समयपछि भ्लगमा जोडिरहेछु हैन। फोटो लाएर भ्लगमा जोडिदिन्छु। म चाहिँ सन्जुहारको बजार आज 12को एक्जाम दिन आएको। चट्ट लाएर 13 दिन भयो। भोलि घर गइन्छ। आज लास्ट दिन यसो भ्लग बनाऊँ भनेर छोटो मिठो भ्लग बनाउन गइरहेको छु। सबैजनाले हेरिदिनु होला। आज चाहिँ रमाइलो हुनेवाला छ। दिसभरिको के कस्तो हुन्छ सबैजनाले हेरिदिनु होला भन्न चाहन्छु। बिहानै मोज छ। टक्का चाहिँ घर जाने टक्क लाएर आज चाहिँ हामी घुमघाम यसो बढी हुन्छ। आज चाहिँ यहाँ पनि गइन्छ होला भ्यू टावर। बान्जा सिरी उठे। केही छैन। दुईटा केटा चाहिँ मन तिर्छन्। तिनजना बसेको होइन, 3-4 जना टक्क लाएर म चाहिँ बिहानै जिरुक्क उठेर भ्लग बनाउन गइरहेको छु। आज चाहिँ यसो कुनै के जोस चल्यो होइन। यसो कहिले काहीँ बनाउनु पनि पर्छ होइन गाइस। छोटो मिठो भ्लग हो। सबैजनाले हेरिदिनु होला। हेर्न सक्नुहुन्छ हाम्रो हामी बसेको ठाउँ होइन। कसरी सेमी फलाहान सेबी काँक्रो भन्दा बित्तिकै हेर्नुहोस् त गाइस, काँक्रो कत्रो ए मेरा बा। ल टक्क लाएर होइन। आज चाहिँ हामी पढेको स्कुल चाहिँ यत्नी होइन। हामी जनजातिमा पढेको होइन गाइस। ल लास्ट दिन हो आज चाहिँ। हामीले चाहिँ शिक्षा विषय दिएर हामी चाहिँ घर गइन्छ होइन। इससे दूर रहना चाहिए हैं? तब पढ़ाई लिखाई में ध्यान लगाओ, IAS बनो और देश को चट्ट लाएर मन्दिर पनि बबालै छ है गाइस। टक्क लाएर आज चाहिँ हामी चाहिँ घुम्न जानेवाला छौँ 2-3 ठाउँ। त्यहाँको पनि यसो हुनेछ के कस्तो हुन्छ सबैजनाले माया गरिदिनु होला भन्न चाहन्छु। रहा नहीं जाता, तड़प ही ऐसी है ना। नहीं सोके। मैला सर्ट लाएर हामी चाहिँ आइसकिएको छ होइन घुम्न भ्यू टावरमा। टक्क केटाहरू भ्यू टावर चट्ट लाएर आइसीमा हामी जानेवाला छौँ है गाइस। चट्ट लाएर हामी चाहिँ गइनेवाला छ होइन। आज चाहिँ मैले ब्रान्ड लाएर आएको छु है। टक्क लाएर हामी चाहिँ छिर्दैछौँ होइन। ल आइयो है गाइस। चट्ट लाएर घुमेको घुमै देख्न सक्नुहुन्छ।
पिङ तिलरा चाटा माथि यस्तो छन् यस्ता दुईटा छन् बबल आयो चापी पाइएन गाई बादलले त हाल्नु फाइनली मैले चाहिँ चापी मागेर ल्याइसकेँ होइन चल्दैछौँ हामीले एउटाको 10 रुपियाँ यसमा चढ्नलाई एउटाको 10 रुपियाँ भनेपछि 40 रुपियाँ हतार भइसक्यो रुको जरा सबर करो बोला धक्का फाइनली लाग्यो है हामी टक्क लाएर सिँडी छैन चाबी मुतिरहेको आइसक्यो हामी आइसक्यो है हामी चट लाएर घुम्दा बजार हेरौँ बजार शनिहरुका बजार टोडी खेल नेत्रे माइलो नेत्रे प्लस माइलो नेत्रे माइलो हाँसेर आउँछ रहन्छ भन्नु केटा नचिया सन्धिहरुको एयरपोर्ट आइसक्यो सबैजनाले हेर्दिनु होला हेर्न सक्नुहुन्छ टक्का लाएर हैन हामी चाहिँ घुमघाम भइरहेको छ यो मन्दिरभित्र चाहिँ गइएन हैन गएपछि हेरौँला कस्तो रहेछ अरूले चाहिँ यतै हैन टक्क गएर हेरौँला के कस्तो रहेछ सन्धिहरुको एयरपोर्ट ल 5 minutes later खासै राम्रो त छैन रे हैन गाइस त्यही पनि हामीले टक्क लाएर के कस्तो रहेछ एयरपोर्ट हैन टक्क हेर्न आइरहेको छौं टक्क देख्न सक्नुहुन्छ अब तपाईहरुले पनि पुरा सम्म रहेछ हैन टक्क हामी चाहिँ यसो हेर्दै छौं देख्न सक्नुहुन्छ आई लभ यु कोच हेर्नुस् न पुरा टक्क यहाँ पर्ला र सलक्कमा टुक्नु पुरै राइट हान्ने जति यहाँबाट वहाँ पुरै छकै वहाँबाट सलक्क उतै परैसम्म छ हैन टक्क चाहिँ हामी अहिले चाहिँ कच्ची बाटो हिँडिरहेछौँ टक्क लाएर हैन ठिकै रहेछ हैन यहाँ बबाल रहेछ बाइक राइड गर्ने जस्तो रहेछ ठाउँ एकचोटि सबैजना आइदिनु होला नआएको
आएको त आउनुभयो नआएको त एकचोटि सबैजना आइदिनु होला बवाल रहेछ नि यो ठाउँ टक्क लाएर ऊ यता छन् अनि केटाहरू टक्क लाएर हरिफ रहेछ गाइस उहाँ जाने हो अब हामी टक्क यहाँ टुप्पैमा जाने है यत्न अझै 20 मिनट लाग्छ कि पुरै यत्नै छ अझै 20 मिनट लाग्छ गाइस हैन बाइक राइड गरिरहेको रहेछन् हैन यहाँ यस्तो बनाइरहेछन् सो ठिकै छ त्यस्तो राम्रो पनि छैन ठिकै हो हैन केटाहरु नि हो हैन चट्ट पारामा यहाँ चाहिँ एयरपोर्ट बनाउने नि त्यसै छ हैन गाइस यस्तो बवाल ठाउँ छ हैन हरिफ ठाउँ छ पुरै यहाँबाट यहाँ वारीसम्मको पुरा अझै 10-15 मिनट लाग्छ कि त्यति खपाउ छ यहाँ आएको टक्क लाएर यो बने ठ्याक्क यत्नै हेर्न सक्नुहुन्छ कति लामो छ एयरपोर्ट त पुरा बवाल हुन्छ कि यहाँ हैन अनि मुला केटाहरु हेरिरहेछन् हैन टक्क यताबाट लन्च गर्नेमा टुक्नुलाई यता च्याप्प सो हामी चाहिँ घुमिरहेको छ देख्न सक्नुहुन्छ अब हामी यसभित्र गइन्छ अबे साले तभी मेरा माफ करना गुस्से में इधर उधर निकल जाता हूँ Hello everyone, to my new vlog. देख्न सक्नुहुन्छ अब टक्क लाएर चट्ट ओ राते ए टक्क लाएर यता हेर्न सक्नुहुन्छ शिवजी देख्न सक्नुहुन्छ शेर माथि चढेको छ ओहो रातिलाई चलाओ ल यता चाहिँ पाठी यता चाहिँ पाठो माथि पाठो देख्न सक्नुहुन्छ चट्ट लाएर हैन टक्क यहाँ पनि पोखरी अलि चाहिँ सफा रहन्छ टक्क आई लभ यु ग्रीन पार्क और कहाँ चाहिँ उहा फोटो खिच्दा फाइनली हामी चाहिँ एकदम भ्यार चाहिँ हैन टक्क घर जाँदैछौँ आज टक्क तपाईहरु पनि देख्न सक्नुहुन्छ टक्क लाएर हैन हामी चाहिँ सो अब हामी घर जाँदैछौँ राख्दैछ झोला सोला टक्क लाएर पानी पर्न लागेको छ हैन सो केही छैन हामी चाहिँ आज परिचय भ्याएर रोइले हान्दै अब घर जाने हो हैन टक्क लाएर यता मलाई पनि देख्न सक्नुहुन्छ छता राख्ने हो पहिला त मेरो राख्नुपर्छ को मुला पहिला त मेरो राख्नुपर्छ मेरो त ठुलो झोला छ तिर्को त जत्न नि अटाउँछ जे अहिले आएर मिलेछ फाइनली हामीले चाहिँ हैन टक्क लाएर सन्धिहरुको बजार आज छोड्न थाल्यो टक्क लाग्दैछौँ हामी देख्न सक्नुहुन्छ है हामी चाहिँ घर लाग्यो है गाइस टक्क पारामा बाख्रा खोरा चाहिँ थुनेर टक्क घर जाँदैछौँ हामी A few moments later. सो हामी चाहिँ घर आइसक्यो टक्क लाएर मलाई चाहिँ रुवा लागिरहेको छ हैन 14 दिन बस्दा के भएन आज चाहिँ घर आउँदा रुवा लाग्यो ठिकै पनि भयो किनकि इक्जामको बेला रुवा लागेको भए
झ्याउ हुन्थ्यो होइन त्यसैले सो आज गरा आइसिरु हल्लाइरहेछ केही छैन निको हुन्छ होला टक्कै आजलाई यति गरौँ ब्लग अर्को ब्लगमा सबैजना जोडिने छौँ त्यसको लागि सबैजनाले सब्स्क्राइब गर्न चाहिँ नभुल्नु होला अहिले चाहिँ यति बाई